त्यसको बच्चा आएर त्यहाँनिर सानो छ होइन कुन चरा होला केटा यसो नाम भनिदिउँ न होइन के गर्नु पर्यो होइन अनि हजुरहरूलाई स्वागत छ आजको जोतको भ्लगमा गर्मी भएको छ केटा राष्ट्रिय चितवनको गर्मी हेर्न सक्छौ केटा घाम हेर्न सक्छौ घाम हेर केटा घाम परालाई चाहिँ पनि त्यत्रो उचाल्न के अरे ओसार्नको लागि र के चाहिँ त्यो ओसार्नुमा होइन ओसार्दै गरमलाई काम भन्ने चिज कहिले पनि सकिँदैन त्यही भएर अब हाम्रो मम्मीले के गर्दै हुनुभयो यसो बुझ्न मन पऱ्यो म 12 किलो त्यो मुनिकोलाई चाहिँ मम्मी दही छैन 5 किलो भन्यो कि ए वार 12 किलो मतलब सफाइला भनेको छु अनि हाम्रो त एउटाले मात्रै 12 किलो ल्याउने भनिरहेको थियो त म एउटाले 12 किलो ल्याउनु तल गएर माथिकोले 12 किलो भनेको थियो भइहाल्यो नि त वार 12 किलो लिएर आउँला 4 किलो भइहाल्छ दही छैन मम्मी 6 किलो हुन्छ है अनि के अरे अर्कोले 5 किलो भनेपछि त्यही 5 किलो बोकाउँला नि त 5 किलो कति भयो त्यसै त्यो 5 किलोले पुराउँला अलि के अरे अलि पातलो राखौँला बिउ हेलो भन्नु दही छैन मम्मी केटा अब चाहिँ म दही खान्छु होइन टक्क लाएर त्यो भएर लाउँछु त्यसबाट चाहिँ पैसा आउँछ हाम्रो मम्मीले चाहिँ टोयलेटमा बसेर हगेको पनि बनाएन भनेर भनिदिनु भयो होइन अब चाहिँ म ठिस भइदिएँ कि दही हो कि दुध हो त नि हो दही त यस्तो हो केटा हो दही हो कि दुध हो यो खाइदिउँ खाना मिल्छ 17 किलो भयो पुग्दो रहेछ है केटा म चाहिँ दही खानु लागि अब केमा खाँदा नि दही के गरे पनि हाल्दैन त्यो खुर्सानीको अघि बिहान एक पनि आएको हो बोला हैन मिनेलाई त भन्छ बोला थियो र बिहान फोन गरेर बोला यस्तो खानु पर्ने हुन्छ हामीले चाहिँ दही बिहानमा बनाउन बेलुका गर्नुहुन्छ चम्चाले खोलिदिउँ चम्चाले घोलेको मिठो हुन्न एउटा छेउबाटै झिका कसरी झिकिन्छ नि जमेकै छैन बेलुका दही दुध हालिदिएको जमे हैन मैले फ्रिजमा फ्रिजमा नराख्नु हो नि त बाहिर राख्ने एकछिन दिनभरि जम्छ तातोले अहिले खानु लालो छ दिन बेलुका खाइ हुन्छ है नो बेलुका मम्मीले चाहिँ दही हालिदिनु लाउनु भएको छ मेरो लागि भनेर चोक्टा चोक्टा हालिदिनु न मम्मीले चाहिँ टेस्ट हानिसक्नु भएको छ अनि त्यो जुठो चाहिँ त्यहीँ राखिदिनु भएको कि के हो बेलुका खाऊ कि खान्छ जमेकै छैन मिठै हुन्छ थोरै हालिदिनु न गुरगुज पानी खाऊ न बरु थोरै हालिदिनु चोक्टा चोक्टा हाल्नु त्यो यो टक्क जम्छ बेलुका अनि पाट चक्कुले भई काटेर खानु मिठो हुन्छ म त्यो अर्को दुध पनि हालिदिन्छु भयो छोडिदिनु भयो है बेलुका खानु दही चाहिँ हिजोभन्दा झन् झन् थोरै हुँदै आइरहेको नानी अन्त भाउ चाहिँ ठिस भइराख्नु भएको छ मैले भ्लग बनाएको देखेर है सागको साग पकाउनु लाउनु भएर चाहिँ केही छैन अब हामी पनि साग पकाउन लाग बल्ला इग्नोर हानिसकेको छु हामीलाई छिमेकीहरूले ठिकै छ हामी चाहिँ अब पानी खानु पऱ्यो सुरुमा अनि त्यसपछि दही कुटो खाइदिनु पऱ्यो अनि केटा त्यसपछि त रैला भइहाल्छ नि
केटा मैले दही खाएर पनि सकिसकेँ अब चाहिँ टक्क पानी पट्टि मुख पुस्नु पऱ्यो ल अब चाहिँ मलाई के गरौँ भइरहेको छ होइन अब के पो गर्ने हो र अब गर्न चाहिँ के सकिन्छ हामी चाहिँ अब तरकारी चाहिँ मम्मीले अन्डा र लकेडा मम्मीले चाहिँ तरकारी के भन्छ अरे अन्डा र टमाटर बनाइदिनु भएको रहेछ दाल भात लकेडा म भात खान लागेको छु अब चाहिँ मम्मीले मलाई मिलमा धान लिएर जा भन्नु भएको छ होइन मिलमा धान लिएर जानुपर्ने हुन्छ हामीले त्यसपछि के कस्तो हुन्छ हेर्दै गरौँ होइन त्यसपछि मिलमा धान लिएर जानु लागेको म चाहिँ म चाहिँ गएँ अब जान लागेको छु गएँ अब त्यही हो होइन अब चाहिँ हामी मिलमा जान लागेको छौँ अब टक्क लाएर भिडियो के अरे धान झिकाल्छौँ ल जेस्टिकै होस् होइन फुलबाउल लुगा लाएर जाम कि भनेको साइडको भयो कि अब चाहिँ ल बियस डट यो झिकालिदिउँ न त हजुर मिल जाने भन्नुभयो होइन केटा हामी चाहिँ धान रोप्दै हिँडिरहेको छौँ अब यत्तिकै बोटेर लाने कुरा भएर मिलमा त्यसै कारणले पियुष एउटा स्कुटी झिकाल्दैन त यता यसरी राख न यो यता त्यो पछाडिको यता कि अनि भाइ पनि मान्छे डब्बा भित्रको धान झिकेर यहाँ बाहिर राखेको मैले धान यो लान्छु नि हामी मिलमा लान्छु हामी त्यो एउटा लानु त भने कसले 2 लिटर लान्छ त नि यो बाहिरको त धेरै छ कि भनेको के त्यही सानो छ कि के फोर साइज यो दिनु चुप्लाएर किन लाने होला है ल केटा हामी चाहिँ जान लागिरहेको छौँ मिलमा होइन बुझ्नु भयो नि अब तपाईँहरूले मिलमा किन जान लाग्यो भनेर सोचिरहनु भएको होला धान पुऱ्याउनु जान लाग्यो धान कुट्नलाई ल अब चाहिँ म चाहिँ बस्ने चाहिँ कहाँ होला के हामी गयो है अब ल मिलमा गएपछि भेटौँला केटा के अरे मिलमा गएपछि म भिडियो बनाउँदिनँ डाइरेक्ट फर्किँदाखेरि बनाउँछु अब गुड नाइट म धान पुऱ्याएर पनि आइसकेको छु होइन तर टक्क लाएर घर आउँदाखेरि चाहिँ मम्मीहरू चाहिँ सट्टीमा कुलर लगाएर मस्त सुतिरहेको रहेछन् के अब चाहिँ मैले के गर्नु पऱ्यो भन्दाखेरि टक्क लाएर ह्याप्पी भएर बस्नु पऱ्यो कि किन आउने हो र 2 दिनपछि आइज भने हजुर यस्तो छ पारा हामी अब जान लागिसक्छौँ मलेको घर होइन अब हामी चाहिँ गयो है केटा होइन लगभग 10 मिनट जति हामीलाई चाहिँ घाममा टट्टाएर कुरायो मलेले अनि त्यसपछि बल्ल झिक्लिँदाखेरि मेरो टाउको चाहिँ यार रन हानिसक्यो क्या घाममा टट्टेर हेर्नु शीतल पनि कहीँ छैन भनेको यार केटा बस्यौँ भने यता वरिपरि ठिस छ साइको भएर आइदियो हेर्न फेरि हिँडेको पारा हेर्न छिटो न यार मलमल यार मादर भोसडीलाई त मैले यस्तो अझ मासुको झोला अझ गेमकै पढिराखेको मासला हेर्नु हेर्नु हिरो हो कि क्या हो हाँसेको रे हेर्नु क्या मलाई चाहिँ ह्याप्पी भइरहेको छ हामीलाई घाममा टटाएर है ठिक छ अब छिटो हिँड्दैन यार मासुको झोला 10 मिनट अझै यहीँ राखिदिनु पर्छ क्या है यत्तिकै भने मासला के बाल हुँदैन बस्दिने हो
कडा हामी चाहिँ गयो है अब जल्दी यहाँ पनि बच्चा यहाँ थियो कि जालीमा अड्केको थियो अनि मैले अहिले देखाउनु त बलले के हो 1 करोड खर्च यार के देखेँ भन्दाखेरि हेर्नुहोस् न तपाईँहरू आफै पक्रा हेर त्यसको बच्चा हेर त्यहाँनिर सानो छ होइन कुन चरा होला केटा यसो नाम भनिदिउँ न होइन कुन चाहिँ चरा होला कि हो हामी चाहिँ अब घरतिर जानु लाग्यो होइन अब घरमा गएपछि काम हान्नु पर्ने हुन्छ काम हानेपछि त्यसपछि भेटौँला बरु अब डाइरेक्ट हाम्रो ड्राइभर साहब एके बिबस परियार प्यासेन्जर हामी 2 जना छौँ त्यसपछि हामी जान्छौँ घरतिर घर आइसक्यो होइन अब घर आएर चाहिँ काम सुरु हान्नुपर्ने हुन्छ टक्क लाएर यो पराल यहाँ साईको हिँडिरहेको छ बाटो बाटोमा चिसो लिएर ठिक छ ल अब काम हान्नुपर्ने हुन्छ होइन पराल पसाएर पनि सकिसकेको छ हेर्नु सक्नुहुन्छ सबै सकिसक्यो पराल सारेर त्यसपछि मैले पनि आफ्नो काम भन्ने कुरा सकिसक्यो अब चाहिँ हामी के गर्छौँ भन्ने थाहा छैन अब जे पनि गर्छौँ भ्लगमा देखाउँछौँ है केटा को कसलाई पठाउने हो यो भिडियो अपलोड गर्ने युट्युबमा बुझेन होइन त विमस भाइ चाहिँ स्माइल दिइरहेको छ केटा त्यही हो अब भन्नुपर्ने केही छैन जिन्दगी खराब छ होइन ल हाम्रो काम सकिसकेको छ अनि बाबाले चाहिँ त्यो टाउमा माथि चढेर हाल्नुपर्ने हुन्छ नि त पराल त्यही भएर बाबाले चाहिँ त्यो के अरे भर्याङ पुऱ्याइदिनु लाउनु भएको छ जहाँबाट लिएर आएको त्यहीँबाट त्यही पुऱ्याइदिनु लाउनु भएको छ ल काम सकिसक्यो अब यस्तो सरसफाइ हान्नुपर्ने हुन्छ नुहाइधुवाइ गर्नुपर्ने हुन्छ मेरो भान्जी चाहिँ हाँसिरहेको छ कालो न कालो देख्छु त्यसलाई त मामा पनि आइसक्नु भएको छ बिख हालेर कट्याङ्की बाँकी मामा जम्मा 2 ट्याङ्की बाँकी छ भ्याइयो अब अलि त ज्यादा तल देख्दै देखेन यार भ्लगमा हो पोज देन पोज भयो अब नयाँ हान्नुपर्ने हुन्छ हामी चाहिँ चिसो खान लाग्यो केटा अब चिसो काम सकिसक्यो नि त यसो चिसो त खानु पर्यो अब दुध पुऱ्याउनु जानुपर्ने हुन्छ किन भन्दाखेरि दुध पुऱ्याउनु टाइम भइसकेको छ ल केटा चल्दैछ अब चाहिँ के गर्ने मलाई थाहा छैन म के गर्दै बस्छु भनेर यो भिडियो यहाँ एन्ड हुनु पनि सक्छ नहुनु पनि सक्छ भयो भने ठिकै छ भएन भने बनाउँला नि भएन के गर अलिअलि देख्यो केडा पानी परिसकेको छ है हाम्रो घरतिर अनि लाइन पनि गइसक्यो हाम्रो घरतिर पानी परेको छ एकदम धमाधम अनि लाइन पनि गएको छ लाइन गएपछि चार्ज पनि सक्यो त्यही कारणले ब्ल्याक एन्ड व्हाइट भइरहेको छ अनि हाम्रो मामा चाहिँ अलिकति हाम्रो नजिकै छ बाबाले यसो खाने भनौँ
लकडा अब यस्तै छ पारा अब पानीको छिटाले हामीलाई साइडको बनाइसक्यो अनि हाम्रो मनपर्ने चिल मोडो गरिराख्नु छ अनि मामा पनि हाम्रो मामालाई चाहिँ अनि यस्तो चाहिरहेको छ त्यही कारणले हाम्रो आज छिट्टो कि छिट्टो 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 बनाइराख्नु भएको छ पानी परेर तनाव दियो कि केटा हो यार बाहिर पानी परिरहेको छ अब कसरी जाने त्यो पनि थाहा छैन मैले साथीलाई पनि बोलाइसकेँ अब जानुपर्ने हुन्छ हामी फास्ट हामी चाहिँ यहाँ आइसक्यो क्याफेमा होइन अनि क्याफेमा आएर हामीले नास्ता सास्ता गरिसक्यो त्यसपछि त्यही कुरा हो साइकल भन्दा आयो स्कुटी चलाउँछ अनि त्यसपछि हामी घरतिर लागिदिन्छ गुड नाइट अब हामी चल्दैछ हामी घरतिर जाँदैछौँ होइन अब त्यसपछि हिरो बाह्रमा जान्छौँ अब घर गएपछि मैले बियसलाई घर छोडिदिन्छु त्यसपछि घर आएर भेटौँला केटा हो जान लागेको छु घरतिर आनन्दको साथमा ठुलो डोन ठिस भइसक्नु भएको छ मैले भ्लग बनाएको देखेर केटा चल्दैछ केटा म चाहिँ घरमा आइसकेँ होइन अनि घरमा आएर बसिसकेँ अब भात खानु पर्ने हुन्छ अनि त्यसपछि आजको भिडियो चाहिँ यहीँ सकिन्छ अनि त्यही हो यहाँसम्म हेरिदिनु भएकोमा धन्यवाद कसैले हेरेको छैन भने पनि धन्यवाद होइन त ल ठिक छ यसो गरेर अरू भ्लगहरू पनि हेर्दै गरिदिनु होला अहिलेसम्म हेर्नु भएको मान्छेहरूले कसैले हेरेको छैन भने त अब यहाँसम्म पुग्दैन होइन ठिक छ ल गुड नाइट